अहिले म धिमाल जातीय विकास केन्द्र 10 बिघे जो चाहिँ परियोजना स्थल स्थित रहेको छु र आज यहाँनिर पत्रकार सम्मेलन भएको छ। खासमा किन पत्रकार सम्मेलन भएको हो त? आज मिति 2083 जेठको 26 गते जुन यो परियोजना स्थल यहाँनिर वर्षै पछि ठुलो असार 2 गते मेला लाग्ने गर्छ र यो पटक चाहिँ हाम्रो केन्द्रीय अध्यक्षको देहावसान भएको कारणले गर्दाखेरि यस पटक चाहिँ मेला लाग्छ कि लाग्दैन भन्ने धेरैको चासो को विषय रहेको थियो र त्यसैगरी सोही चासोको विषयलाई लिएर चाहिँ आज धिमाल जातीय विकास केन्द्रले चाहिँ यहाँनिर चाहिँ पत्रकार सम्मेलन गरेको छ र यो पत्रकार सम्मेलनमा के भनेको छ त यहाँहरूलाई हामी देखाउनेछौँ। हेर्नुस् अबको भिडियो। यस ठाउँमा यो 10 बिघामा असार 2 गते मेला लाग्छ कि लाग्दैन, हेर्नुस् पुरा भिडियो। केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष केदार ढुङ्गालको उपस्थिति रहेको छ। म उहाँलाई आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। संस्थाका उपाध्यक्ष आदरणीय व्रत बहादुर ढुङ्गालको उपस्थिति रहेको छ। म उहाँलाई आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी संस्थाका महासचिव आदरणीय व्यक्तित्व मातृका ढुङ्गालको उपस्थिति रहेको छ। म उहाँलाई पनि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी संस्थाका सचिव आदरणीय व्यक्तित्व रोमाञ्ची ढुङ्गालको पनि उपस्थिति रहेको छ। म आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। हामीले यो पत्रकार सम्मेलनका अध्यक्ष हाम्रो संस्थाका कार्यवाहक अध्यक्ष केदार ढुङ्गालज्यू, उपाध्यक्ष व्रत बहादुर ढुङ्गालज्यू, गते लेटाङ स्थित राजारानीबाट शुभारम्भ हुने यो हाम्रो सांस्कृतिक पर्व श्रीजा जातीय पर्व त्यो दौडानमा चाहिँ वैशाख 2 गतेबाट असार 2 गतेसम्म यो 2 महिना हाम्रो 105वटा गाउँ दौड समितिहरूमा श्रीजात, जहाँ पूजा मात्रै गरिन्छ त्यहाँ श्रीजात भनिन्छ, जहाँ मेला लाग्दछ त्यहाँ चाहिँ जात्री भन्दछ। त्यो चाहिँ श्रीजात जात्री पर्व सबै गाउँमा चाहिँ यतिखेर सम्पन्न भइरहेको छ र असार 2 गते हाम्रो यो हिमाल परियोजना स्थल मङ्गलबारेमा मङ्गलबारेमा चाहिँ समापन हुने कार्यक्रम यस वर्ष हाम्रो केन्द्रीय संस्थाका केन्द्रीय अध्यक्षज्यूको गत ज्येष्ठ 13 गते उहाँको दुःखद निधन पश्चात चाहिँ गाउँमा र विशेष गरेर चाहिँ हाम्रो भक्तालु जनहरूमा सिङ्गो अन्य समुदायमा चाहिँ यो अन्योन्यस्त थियो। यो चाहिँ यसपालि हिमालहरूको यो श्रीजा जात्री सबैभन्दा ठुलो पर्व मङ्गलबारेमा चाहिँ लाग्छ कि लाग्दैन भन्ने सबैको चाहिँ जिज्ञासा रहेको थियो। त्यसलाई चाहिँ चिर्नको निमित्त हामीले चाहिँ एउटा देशै एक खालको चाहिँ माहौल परिवर्तन गर्नको लागि चाहिँ पत्रकार साथीहरूको ठुलो भूमिका छ। उहाँहरूले गर्दा नै आज ठुलो परिवर्तनहरू भएका छन्। यसलाई हामीले पनि नजान्न सकिँदैन। त्यसले गर्दाखेरि हाम्रो कुराहरूलाई चाहिँ ठ्याक्कै गाउँमा पुर्याउनको लागि हिमालहरू मात्र नभएर सिङ्गो अन्य समुदायमा पुर्याउनको निमित्त देश तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा पुर्याउनको लागि चाहिँ हामीले पत्रकार सम्मेलन गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले प्रेस मिटको आज आयोजना गरेका हौँ। आदरणीय पत्रकार साथीहरू, हिमाल समुदायको मौलिक पहिचान, सभ्यता, संस्कृति तथा धार्मिक आस्थासँग जोडिएको महत्त्वपूर्ण पर्व श्रीजात जात्री समापन कार्यक्रम 2083 यही असार 2 गते उर्लाबारी नगरपालिका 3 मङ्गलबारी स्थित धिमाल परियोजना स्थलमा आयोजना हुने सम्पूर्ण धिमाल समुदाय, सञ्चार माध्यम, संस्कृति प्रेमी महानुभाव तथा सरोकारवाला निकायहरूलाई जानकारी गराइन्छ। श्रीजात जात्री हिमाल समुदायको परम्परागत तथा ऐतिहासिक पर्व हो। यस पर्वले प्रकृति, भूमि, जल जङ्गल तथा पुर्खाप्रतिको सम्मान व्यक्त गर्दै समुदायबीच एकता, सद्भाव, सहकार्य र सांस्कृतिक निरन्तरताको सन्देश प्रभाव गर्दछ। हिमाल समुदायको मौलिक संस्कार, परम्परा, धार्मिक विश्वास, लोककला, लोक सङ्गीत तथा सामुदायिक जीवनशैलीको संरक्षण र पुस्तान्तरणमा यस पर्वको विशेष महत्त्व रहेको छ। समुदायको पहिचान र अस्तित्वलाई जीवन्त राख्ने महत्त्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा श्रीजात जात्री पर्वलाई लिने गरिएको छ। यस वर्ष हिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिका अध्यक्ष स्वर्गीय अमर बहादुर ढुङ्गालको असामयिक निधन भएकाले श्रीजात जात्री समापन कार्यक्रमलाई उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विशेष अवसरको रूपमा मनाउने निर्णय गरिएको छ। समापन समारोहमा श्रद्धाञ्जली सभा आयोजना गरी स्वर्गीय ढुङ्गालले धिमाल भाषा, संस्कृति, पहिचान, अधिकार तथा समुदायको उत्थानका लागि पुर्याउनु भएको योगदानको स्मरण गरिनेछ। शोकको यस घडीमा यस वर्ष सांस्कृतिक प्रस्तुति तथा
मनोरञ्जनात्मक कार्यक्रमहरू स्थगन गरिएको जानकारी गराइन्छ। तथापि पर्वसँग सम्बन्धित परम्परागत पूजा आराधना, मेला तथा ढोल प्रतियोगिता लगायतका कार्यक्रमहरू भने पूर्व निर्धारित कार्यक्रम अनुसार नै सञ्चालन हुनेछ। यसपटक ढोल प्रतियोगितामा प्रथम हुनेले नगद रु 10,000, दोस्रो हुनेले रु 8,000, त्यस्तै गरेर तेस्रो हुनेले 6,000, चौथो हुनेले 5,000 र पाँचौँ अथवा सान्तवनाले 4,000 रुपियाँ प्राप्त गर्नेछन् भने सहभागी सम्पूर्ण ढोलहरूले 1,000 रुपियाँ प्राप्त गर्नेछन्। समुदायको सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको यस पर्वलाई सम्मान गर्दै विगत वर्षहरू चाहिँ यस वर्ष पनि सम्बन्धित स्थानीय तहहरूलाई सार्वजनिक बिदा घोषणा गर्न हार्दिक अनुरोध गर्दछौँ। साथै प्रदेश सरकारले हिमाल समुदायका कर्मचारीहरूका लागि मात्र बिदा घोषणा गरेको वर्तमान व्यवस्थालाई थप समावेशी बनाउँदै हिमाल समुदायको उल्लेख्य बसोबास रहेको झापा, मोरङ र सुनसरी जिल्लालाई सार्वजनिक बिदा घोषणा गर्न प्रदेश सरकार समक्ष विशेष अनुरोध गर्दछौँ। हिमाल समुदायको गौरवपूर्ण सांस्कृतिक सम्पदा श्रीजा जात्रा पर्वको संरक्षण, सम्वर्धन तथा प्रवर्धनमा सबै पक्षको सहयोग र ऐक्यबद्धता आवश्यक रहेकाले समापन कार्यक्रममा विशेष गरी हिमाल समुदायका दिदीबहिनी दाजुभाइहरूलाई जातीय पोसाक लगाई जात्रा मेलामा उपस्थित हुन हार्दिक अपिल गर्दछौँ। साथै कार्यक्रम सफल बनाउनका लागि संस्कृति प्रेमी, महानुभाव, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको गरिमामय उपस्थितिका लागि समेत हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। सेउपाखा दोमचाखा कार्यवाहक अध्यक्ष केदार दिमाल, महासचिव मातृका दिमाल। धन्यवाद।